ngakungke khaba ngakungke chadum ngakungke sadum inanyo khaba inanyo rung mapa lo thala ke no lo boke bo binti sa in sa sa chila megale na saya inanyo boto inanyo rungge inanyo khaba inanyo chadum inanyo हाम्रो साख्या भनेको ठुलो देउता यो ठुलो हाम्रो जन्मेपछि पृथ्वी जन्मेको यो साख्या साखेवा भनेको हाम्रो पितृहरू र प्रकृतिको कुरामा सोधपुछ गरेर हामीले चाहिँ उनीहरूको आराधना गरेको हो यो हेनखामा दोदुपमा सिसालुङ छानमालुङ भन्छ हाम्रो यो मुन्दुमी भाषाबाट यो चाहिँ के हो भने पृथ्वी यो धरतीको पूजा गर्ने नै हो धरती भन्नासाथ चराचर जगत यो प्रकृति यसैभित्र रहेको छ यो प्रकृतिको पूजा नै हो यो समय र परिस्थिति अनुसार यसको नाम साकला साकेवा साकेनवा साखेवा साकेला विभिन्न नामले यसलाई भन्ने गरिन्छ हरेक समाज सम्बन्धहरूमा अडेको हुन्छ सारा धरती पुर्खा र प्रकृतिसँगको हाम्रो साइनो अविछिन्न छ यस्तै सम्बन्धहरूको सम्झना र पुनर्ताजगी प्रकृति र पुर्खाहरूप्रति कृतज्ञता र श्रद्धाको प्रगाढ अभिव्यक्ति हो नेपालका राई जातिले मनाउने साखेवा आइपुग्यो नारायण साखेवा भन्छौँ के चठानिहारी पेवाइ छ ए साखेवा दशमलाई जोडी सेवाइ छ सैला भन्छौँ हामी किराँत राईहरूको सबै संस्कारहरू पर्वहरू यो साकेवाबाट नै सुरु हुन्छ वा साकेलाबाट सुरु हुन्छ सुरुवात उभौलीबाट हुन्छ अनि त्यो उधौलीमा गएर टुङ्गिन्छ साखेवाले एक आदिवासी विश्व दृष्टिकोणलाई प्रतिबिम्बित गर्दछ जसले ब्रह्माण्डका प्रत्येक तत्त्वलाई मानव जीवन र समाजका लागि आवश्यक मान्छ यसले सबै प्राणीहरू चराचुरुङ्गी जनावर लगायत बोट बिरुवाहरूलाई पनि आफन्त मान्दछ प्रकृतिमा भएका हामी आश्रित हामी बाँच्नको निमित्त के कुराहरू आवश्यक पर्छ यी सबैको आरोग्यताको निमित्त त्यहाँ साकेवामा वरदान माग्न गइरहेका छौँ खास हाम्रो मुद्दुमले चाहिँ त्यसो भन्छ साखेवामा प्रस्तुत गरिने सिली लयबद्ध नाच र गीतहरूले सह अस्तित्वको भाव र बुझाइलाई जीवन्त बनाउँछ नाचहरूमा जनावर र चराचुरुङ्गीहरूको चाल हावाको प्रवाह खेतीपाती र मानव सभ्यताका चक्रहरूको अभिनय गरिन्छ सिलीमा गरिने प्रत्येक चाल नै जीवन दिने प्रकृतिको शक्तिप्रति सम्मान अर्पण हो त्यो शक्ति जसले बिउलाई बिरुवामा परिणत गर्छ सबै प्राणी जीव र वनस्पतिहरूलाई जीवित राख्दछ र अस्तित्वका लयलाई कायम राख्छ पृथ्वीमा भएका चराचर जगतमा भएका सबै कुराहरूको अभिनय यहाँनिर हुन्छ तपाईहरुले हामीलाई सिकाउनु भयो तपाईहरुबाट हामीले ग्रहण गरेका कुराहरू है भनेर उहाँहरुप्रतिको सम्मान खातिर नै हामीले त्यो नाचगान गरेर ढोल झ्याम्टा बजाएर तालमा त्यो विभिन्न सिलीहरू चाहिँ टिप्दै आएका कुराहरू छन् 90 सालको म सिली गरेको मैले 13 सालदेखि सिली गरी ल्याएको यो मुख्यमा चाहिँ पारु सुम्दी टाउवा भगवानको सिली गर्छु भगवानले पनि खोज्छ तेरो सिलीले भन्छ उहाँ पनि सुम्दीमा सिली भनेको चाहिँ चासुम सिली भन्छ के चासुम भनेको अन्न पानी भस्मे फाडेर
अनि खनेर बिउ हानेर अनि त्यो उमारेर रोपेर होइन अनि पछि काटेर भित्र हुने मावा सिल्ली झेवा सिल्ली भन्छ त्यही हो पारुवाङ सिल्ली चाहिँ। साखेवाले प्रकृतिका चक्रहरूसँग जोडिएको आदिवासी विज्ञान र ज्ञान प्रणालीलाई पनि अभिव्यक्त गर्दछ। यो विज्ञानले सृष्टि र सभ्यताको सन्देश दिन्छ जुन शताब्दीौँ पहिले विकास भएको र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको छ, जसले मानव जातिलाई बदलिँदो ऋतु र मौसमहरूमा बाँच्न सिकायो। ती भावहरूले पारस्परिक सम्मान र सामञ्जस्यताको भावना बढाई प्रकृतिप्रति विनम्र बन्न सिकाउँछ। हाम्रो संस्कारहरू हाम्रो मुन्दुमहरू चाहिँ विज्ञान सम्मत छ। विभिन्न शैलीहरूलाई चाहिँ हामीले अभिनयको रूपमा उतारेर तालमा नाच्दै गरेको अवस्थामा यो ब्रह्माण्डलाई त्यसले समेटेको छ। अक्ष भ्रमण र कक्ष भ्रमण यो हाम्रो ग्रहहरूले उपग्रहहरूले गरिरहेका छन्। त्यो ढङ्गले चाहिँ हामी त्यहाँ नाचिरहेका हुन्छौँ, घुमिरहेका हुन्छौँ। धेरै वर्ष अगाडि हजुरआमाको पनि हजुरआमाले सुनाएको कुरा चाहिँ मेरो बुवाले मलाई सुनाउनु भएको हो। उभौलीमा पहिले सातकन्या देवी त्यहाँ तल पुज्छौँ, त्यहाँदेखि ढारा पुज्छौँ। यहाँ ढारा सोनसेङमा भनेको चाहिँ यो धारा साप्टेन भन्छ कि यो गाउँलाई सबै यहाँको जनताहरूलाई रोग नलागोस्, अन्ना पानी पनि भइरहोस् भनेर चाहिँ धारा पुज्नुपर्छ। वालाम हुतमा भन्छ पानीको मुहानहरू चाहिँ खोल्दै 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 जाने, उपयुक्त वर्षा होस्, वर्षाको कारणले गर्दाखेरि बालीनाली राम्रो हुन सकोस्, यहाँका बोट बिरुवा वृक्षहरू राम्रो बनाउन सकोस् भन्ने उद्देश्यले आवश्यक बिजुवाहरू खोल्दै जान्छन् र पूजा गर्ने हो। साखेवा केवल पर्व मात्र होइन, यो पुर्ख्यौली ज्ञान र मूल्य मान्यताहरूको एक वाहक हो। यसका सिली र गीतहरूले जीवनका कथाहरूलाई समेट्छन्, सुख र दुःखका क्षणहरू, विजय र सङ्घर्षका पलहरू, जसले अस्तित्वको अन्तर्निहित वास्तविकताहरूलाई प्रतिबिम्बित गर्दछ। यी अभिव्यक्तिहरूले हाम्रा पुर्खाहरूको ज्ञानलाई संरक्षण गर्ने र उनीहरूको विरासत कायम रहने सुनिश्चित गर्दछ। हाम्रो दिवाहरूले बस्ने फालेर खन्यौँ, पिँडालु रोप्यौँ, धान रोप्यौँ, कोदो रोप्यौँ, त्यो सिली लान्छु म माथि, त्यो सिली गर्छु। तयमा खियामा हेचाकुपाको तान बुन्ने सिलीले त त्यो हाम्रो मुन्दुममा भएका हाम्रा पुर्खा ती दिमाहरूलाई त्यसले समेटेको छ। चिफुर्के चराहरू भए, सुन्दिमा र पारुहाङको कलिया त्यो सेतो टाउको भएको भनेर भन्छ, कल्चुडा त्यो कल्चुडाको सिली पनि आउँछ। यसले त हाम्रो मुन्दुमकै प्रतिनिधित्व गरिरहेको छ नि, मुन्दुमै राखिरहेको छ त यसले। सुप्तुलुङ र साखेवा थान दुई पवित्र स्थानहरू साखेवाको केन्द्र हुन्। सुप्तुलुङ अर्थात् चुला परिवारको केन्द्र अथवा मुटु र साखेवा समाजको केन्द्र अथवा मुटु हुन्। यी स्थानहरू केवल भौतिक स्थानहरू मात्र नभई पवित्रता, एकता र अपनत्वको प्रतीक हुन्, जसले पारिवारिक र सामूहिक जीवनको सारलाई जोडेर राख्छन्। सुप्तुलुङ पारिवारिक चुल्हाले साइनो र आत्मीयताको ऊर्जा फैलाउँछ। यो पवित्र र प्रतीकात्मक केन्द्र हो जहाँ पुर्खाहरू उनीहरूको गाथा र कथाहरूलाई स्मरण र पुनः आत्मसात गरिन्छ। पारिवारिक सम्बन्धहरूलाई बलियो बनाइन्छ तथा परिवारलाई एकताबद्ध गर्ने डोरीहरूलाई पुनः सुदृढ गर्दछ। हाम्रो माङछामी, मिछामी, साकुहाङ, दिपाहाङ भनेको पनि हाम्रो पुर्खाहरू के। अनि सामखा सुप्तुलुङमा पनि त साबालुङ, छेकुलुङ, रुमिलुङ तिनवटा छ। साबालुङ भनेको छोरा मान्छे, छेकुलुङ भनेको छोरी मान्छे, रुमिलुङ भनेको अरू नरनाता। तपाईँहरूको शिर उपर गरेर म पुजेर जान्छु नि। हामी साकेवा वा साकेला पूजा गर्नु पूर्व हाम्रो यो सुप्तुलुङ वा सामखा त्यहाँ नउठाइकन धामी साकेवा थानमा पनि जाँदैन, धामी जानै सक्दैन, उसले बाटो पाउँदैन भन्छ। साखेवा प्राय पानीको स्रोत, ठूलो रुख, चट्टान वा पवित्र मुहान आसपासलाई मानिन्छ।
यसले उक्त क्षेत्रको मुटुको रूपमा काम गर्दछ। यो आध्यात्मिक र सामूहिकताको गाँठो हो, जहाँ मान्छेहरू एउटै आस्था र मान्यताका साथ आउँछन् र साझा पहिचान, सामूहिकता र सम्बन्धलाई पुनर्ताजगी गर्दछन्। यी दुवै पवित्र केन्द्रहरू केवल प्रतीकहरू मात्र होइनन्, तिनीहरूले परिवार, कुल र राष्ट्रको साझा मूल्य मान्यतालाई मूर्त रूप दिन्छन्। सुप्तुलुङ र साखेवाले जीवनलाई एकता र सामूहिकताको सूत्रमा बुन्दै एक विशाल भित्ति चित्र जस्तै छर्लङ्ग र अनुशासित राख्दछ। जल खेती र थल खेती हुन्छ। त्यति उभौलीमा जाँदाखेरि चाहिँ चासुम खाबा भन्छ अन्न पानीको लागि है, साबा लावा अनि छेकु लावा, यो सबको चाहिँ तपाईँले दिनुपर्छ, दिनुहोस् भनेर जाने हो। अब उभौलीमा मकै उखेल्छौँ, धानको बिउ यस्तो भएको उखेर लान्छौँ, कोदो उखेर लान्छौँ। अब यो रोप्ने कसो हुने भन्छौँ, थानमा देखाउँ। हाम्रो आस्थाको केन्द्र भनेकै यो सामखा सुप्तुलुङ र हेन्खामा भनेको साकेला, यो दुईटा भएको कारणले गर्दाखेरि उहाँहरूप्रति हामीले जीवनमा आवश्यक पर्ने सबै कुराहरूको माग हुन्छ। यो साकेवाले पुरा गरिदिन्छन् भन्ने जनविश्वास छ। उहाँहरूसँगको अन्योन्याश्रित सम्बन्ध छ। साखेवाको रीतहरूको सुरुवात र समापन तिनै दुई पवित्र स्थानहरूबाट हुन्छ। साखेवाको क्षेत्र वरिपरि बस्ने वा त्यस वरिपरि भोग चलन गर्नेहरूको आध्यात्मिक र सामाजिक दायित्व हो साखेवामा भेला भई जिम्मेवारी वहन गर्ने। यो साझा जिम्मेवारीले एकता, सामूहिकता र सामाजिक सद्भाव बढाउँछ। चिन्डहरू लान्छौँ, भाले लान्छौँ, चामल लान्छौँ। माग गर्ने हरेक घरबाट चाहिँ चोखो जाँडहरू, बालीहरू लिएर जाने चलन छ। माइती चेली गाउँको मिलेर तेरो शिर राख्दैछौँ है साखेवा भन्छौँ। हामी सबै जनता मिलेर तेरो सेवा गर्दैछौँ, हामीले राम्रो गर भन्छौँ। हामीले गरौँ न भने हाम्रो शिर ढल्छ। त्यो गर्दाखेरि चाहिँ एकता भयो, सबैजना भेला भयो। म बाँचिन्जेल गर्छु। यसै गरी राईहरूले वर्षमा 2 पटक 15 दिनसम्म साखेवा मनाउँछन्। वसन्त ऋतुमा खेती लगाउने बेला र शरद ऋतुमा खेती उठाइसकेपछि पात्रो अनुसार यो दिनको निर्धारण हुन्छ, जुन पूर्णिमाको दिनबाट सुरु हुन्छ र भगवान बुद्धको जन्म जयन्तीकै दिन पर्दछ, जसले साखेवालाई गहिरो आध्यात्मिकता, ज्ञान र श्रद्धाको महत्त्वपूर्ण परम्परासँग जोड्छ। उभौलीको सुरुवात, खेतीपातीको सुरुवात जेष्ठ महिनामा हुन्छ। यहाँको भाषाअनुसार चाहिँ दोङवाङा भन्छ, बर्खा लाग्यो है भन्न खोजिएको हो। अब अहिले यो मङ्सिरतिर मनाइने चाहिँ उधौली, दोङदावा साखेवा भन्छ। हुटलुङ खट्काउनु भन्छौँ नि त, सबै हामी घुम्छौँ नि त। हेन्खामा ठिन्माउ भन्छ हाम्रो कुरादेखि चाहिँ होइन। थानमा जाँदाखेरि चाहिँ यो सिसालुङ, थुङमालुङ, छानमालुङ ल यहाँ आउँदैछौँ है यसो गरेर भन्ने हो। पुर्खाहरू पालेदेखि अब गरिलेको संस्कारै हो, गर्नु पर्यो। यो चाहिँ हाम्रो कोदो, यो धान हो। उभौलीमा चाहिँ हामी खेतीपाती यो गरेर उब्जाएको, यो चाहिँ हाम्रो माग, हाम्रो पितृहरूलाई चढाएको होइन, राखेको नयाँ उब्जनी भएको चाहिँ यहाँ लगाउँछौँ। अनि यसलाई हामी पूजा गर्छौँ। यसलाई चाहिँ हामी छेम्बी भन्छौँ। भएको सम्पत्ति हाम्रो पुर्खाहरूलाई देखाएको, पिता पुर्खाले नै हामीलाई यसरी अन्न उब्जनी गर्नुपर्छ भन्ने हिसाबले उहाँहरूले नै हामीलाई सिकाउनु भएको हुनाले उहाँहरूलाई पहिला हामी उहाँहरूको भाग छुट्याएर राखेको चाहिँ हो। यो चाहिँ पिता पुर्खाले जस्तै अनिकालमा पनि बचाएर राख्नुपर्छ, एकमुठी चाहिँ राख्नुपर्छ, हाम्रो घरमा अन्नको सह हुनुपर्छ भन्नुभयो होला जस्तो लाग्छ मलाई। त्यसरी सिकाउनु भएको होला। यो हाम्रो जाति यो डार्क साइडलाई मन पराउँदैन, त्यो खालि उज्यालो पक्ष नै होस् भन्न चाहन्छ। त्यसै कारणले अब पूर्णिमाको दिन भनेको चाहिँ अब यो उज्यालो पक्ष हो।
अर्को अर्थमा साखेवा कृतज्ञता अर्पण गर्ने समय हो, प्रकृतिको उपहारको लागि र हाम्रा पुर्खाहरूलाई उनीहरूको ज्ञान र स्थायी विरासतको लागि। खेतीबाली राम्रो होस्, सहकाल आओस् र सबै जीवजन्तुलाई शान्ति होस् भनी मनाइने अवसर हो साखेवा। प्रकृतिलाई हामी मान्छे नभई हुँदैन र मान्छेलाई प्रकृति बेगर हुँदैन भन्ने जुन संस्कार हाम्रो उँधौली उँभौली पर्वले देखाइरहेको छ, एक अर्कालाई चाहिँ मर्यादा गर्नुपर्छ, यसको भाव त्यो पनि हो। उँधौली भनेको मागेको कुरो दिनुभयो, हामीले सबै कुरो पायौँ, तपाईँको शिर उपर गर्ने र हामीले तपाईँले दिएको कुराहरू चाहिँ रहिरहोस्, त्यसको सहारा रहिरहोस् भनेर गरेको हो। प्रकृतिमा भएका सबै कुराहरू हेनखामाले वा हाम्रो साकेवाले जोगाइदिनु भयो। बालीनाली राम्रो भयो, हामीले लगाएको बालीहरू हामी भित्रायौँ है भनेर चाहिँ खास गरेर खुसीको लागि हाम्रो साकेवा देवदेवीहरूलाई पूजा गर्ने, धन्यवाद दिने त अहिले यो उँधौली चाहिँ मनाइन्छ। राई जातिको साखेवा केवल एक पर्व मात्र नभई मानव सभ्यता र सङ्घर्षको जीवित प्रमाण हो, प्रकृतिको अपार शक्तिलाई आत्मसात गर्ने परम्परा हो र जीवन चक्रको वास्तविकता हो। यो सद्भाव, कृतज्ञता तथा मानवता र प्रकृति बीचको अटुट साइनको सम्झना र पुनर्ताजगी हो। बाजे बजूले यस्तो गरेको रहेछ, हामी पनि त्यही काम सिकौँ भन्छौँ क्या। अहिले हाम्रो जुनलाई यहाँ माथि आउँदैछ यो डाँडा, घाम तल पुगेको छ, फेरि अब बर्खा लाग्दैछ, हाम्रो घाम माथि आउँछ, हाम्रो जुन तल जान्छ, पालो कान्छ। यो जुन घामै जस्तो हो नि, जुन घाम जस्तो छ। निकै ठुलो इतिहास बोकेको, मुन्दुम बोकेको पर्व यो भएको कारणले गर्दाखेरि साकेलाले चाहिँ हाम्रो संस्कारको हिजोदेखिको कुराहरू के थियो त त्यसलाई पनि प्रिजर्भ गर्दै ल्याइरहेको पनि छ। यो हाम्रो एउटा संस्कार कहिले पनि लोप नहोस् र युवाहरूले पनि सिक्दै जाँदैछ नि त। प्रकृतिले जो दिएको कुराहरू उनीहरूले पनि त अनुभव गर्दै लगेको हुन्छ नि। हाम्रो संस्कार एउटा युनाइट भइरहोस्। भाइ छोराहरूलाई त्यही आशीर्वाद पनि दिइरहन्छु, तिमीहरूले यो परम्परा छोड्नु हुँदैन, तिमीहरूले गरिराख्नुपर्छ भन्ने मेरो चाहिँ राय सल्लाह हुन्छ। मेरो नाति पनातिहरू मेरो सिलिराको मेरो फुल जस्तो नाम उनीहरूको पनि होस्। यो मेरो बजुको सिली हो, यो मेरो बजुको यस्तो काम हो भन्छ र उनीहरूले गर्छ। सैला आरारे टुङ्ला आरारे टुङ्ला सोमाइती चेली हेर भेटुङ्ला सैला।